सिरिरी हावाको साथमा मन मेरो उडाइरहेछ बहकिरहेछ मनको भावना बस्न चाहन्छु म तिम्रो साथमा थाहा छ तिमीले मलाई बोलाको म भेट्नु आएको जुनेली रातमा लागिरहेछ मलाई तिम्रो मायाको नसा सायद कतै लाग्यो कि मलाई दशा तिम्रै प्रीतको गीत गाए तस्बिर हेरे तस्बिर चुमे मायालु तिमी नै हौ मेरो मायालु। रिजन एकदमै राम्रो छ। चोइस म तपाईलाई दिन्छु आज। अहिलेसम्म कहिले पनि नेपाल आइडलमा भएको छैन यो। यु वान्ट टु क्रिएट योर ओन निश हैन तपाईँ यही मात्र जनरमा स्टिक हुने हो भने चाहिँ यतिकैमा बसेर तपाईँले जुन गरिरहनु भएको छ नि त्यो नै गर्नुहोस् होइन। विदिन फ्यु मन्थ्स अर मेबी इयर्स तपाईँको यो म्युजिक सुन्ने धेरै राम्रो अडियन्स बन्न सक्छ। तर इफ यु वान्ट टु बी मोर भर्सटाइल होइन भने युआर वेलकम। मेरो साइडबाट चाहिँ युआर वेलकम टु नेपाल आइडल। तपाईँको आफ्नो चोइसको कुरा हो है। या द्याट्स इट। मेरो भनाइ चाहिँ त्यही नै छ। दुईजना सरहरूले भाग लिन आएपछि अब म अझ बुझ्ने गरी नेपालीमा भनिदिन्छु। आफूलाई चिनाउने क्रममा धेरै ठाउँमा इन्भेस्ट गर्नुपर्छ। म्युजिक सिक्नु पर्यो होला, गाउनु पर्यो। त्यो इन्भेस्टमेन्ट मध्येको एउटा इन्भेस्टमेन्ट हो। सङ राइटर भनेको एकदम पावरफुल कुरा हो क्या। हजुर सर, एकदमै पावरफुल कुरा। म सङ राइटर नभएको भए म जिन्दगी गीत गाउन सक्दिनँ होला, पाउँदिनँ थियो होला। त्यो कुरा मलाई थाहा छ होइन। अहिले पनि धेरै आर्टिस्टहरू हुनुहुन्छ जो सङ राइटर भएको कारणले राम्रोसँग काम गरिराख्नु भएको छ। एन्ड ही हेज हिज ओन स्टाइल के उहाँको स्टाइलको गीत उहाँलाई मात्र राम्रो सुनिन्छ कि। सो यु हेभ द्याट युनिकनेस पनि है। थ्याङ्क यू म्याम। सो या त्यही भन्नु ठिक छ। अरू जेनरहरू पनि तपाईँले एक्सप्लोर गर्नुपर्ने हुन्छ आफूलाई। हुन्छ सर। अलिअलि कुदाउनु पर्ने हुन्छ, अलिअलि कमान्डो ट्रेनिङ गर्नुपर्ने हुन्छ। तर जे हुन्छ अब रिल्याक्स भएर हुन्छ सर, चिल भएर गर्नुपर्छ होइन। हुन्छ सर। वेलकम छ मेरो साइडबाट। हस्, धन्यवाद सर। जस्तो सुकै कुरा भने पनि लास्टमा चाहिँ नि तिमीले चाहिँ आफ्नो मनको मात्रै सुन के। हुन्छ सर है। हुन्छ। तिमी नेपाल आइडलमा हजुर आउन चाहन्छौ कि चाहँदैनौ? चाहन्छु सर। हो हजुर सर, आउन त।